हेलो एभ्रिवान, नमस्ते एन्ड गुड मर्निङ। आज म फुलमा मल हाल्दैछु। हेर्नुहोस् मेरो सानो गार्डन फुलको। आज म बहुत व्यस्त छु। पानीले मेरो फुलहरू बर्बाद गरिदिइसक्यो। ट्यापले रात हिजो फुल रोप्नु छ, पानी पनि रोप्नै पर्दैन। तितली सिमरै अलिकति गएको चरा बिचरा चराहरू कराइरहेछ। दाना छैन पानी परेर। आज म पुरा भिज्यो। आज यसको सब्जी बनाउँछु। सागको लाल पत्ता बहुत राम्रो भएछ। पानीले खत्म गरिदियो। गाइस, म यो फर्सीको मुन्टा टिप्दैछु। यसको तोरी हालेर सब्जी बनाउँछु आज। पानीले बर्बाद गरिदियो। यो सब भेन्डी लगाएको। भेन्डीहरू सिट भेन्डी आज म पुरा भिडियो काम गर्दाखेरि अब यो पानी परेको पानीले नै मुख धुलान्छु। सफा हुन्छ फिल्टर। हजुरको आइरन छ यसरी नै। अब मुख धुलान्छु। मेरो फेस वास मेरो यो
किचन गार्डनको सब्जीहरू यो रातो साग मैले चाहिँ हामीले अरू यो लाएको त बिना सिजनको मलाई जबरजस्ती खोलाको मल पानी दिएर अरू यो बैगुन बहुत खोले थियो बैगुन लेकिन साथीहरूलाई बाँडिदिएँ मैले आफ्नो बगानको यति मेहनतले लगाएर फलाएर टिपेर खाँदा कति राम्रो लाग्छ। र एक्चुअली चाहिँ बजारतिर त बहुत दाम छ सब्जीहरूको होइन। यो टमाटर पुरा पाकेर रातै भएछ, टमाटर पुरा खराब गरिदियो पानीले। र फर्सीको मुन्टा टेन्सन लागेछ। अहिले सब्जी लगाएको छु, खिराहरू, भेन्डी, करेला यो सब बर्बाद पारिसक्यो, धनियाँहरू। अब यसलाई मिक्सचर सब्जी निरामिष सब्जी बनाउँछु म, सब मिक्स गरेर। तो बाई त साथीहरू, यति म बिदा लिन चाहन्छु हजुरसँग। हजुरहरूलाई कस्तो लाग्यो मेरो किचन गार्डनको सब्जीहरू, फुलहरू। अब लन्चको लागि रेडी गर्नु पर्यो, भोक भी लागिसक्यो मलाई। बिहानबाट नास्ता गरेछु न, टाइमै पाइनँ आज। तबतकको लागि बाई।